यो दुनियाँमा जो सफल हुन्छन्, आखिर कसरी हुन्छन्? आउनुस् हेरौँ है त। ठूलो सपना, सानो सुरुवात। जीवनमा सबैको सपना एउटै हुन्छ। धेरै कमाउने, सफल हुने, नाम बनाउने। तर धेरैले के भुल्छन् भने सपना गरेर मात्रै सपना पूरा हुँदैन। यो कहानी हो रमेश नामको एक साधारण युवकको। रमेशसँग न ठूलो घर थियो, न त धेरै पैसा। उसको हातमा थियो केवल सानो मोबाइल र ठूलो विश्वास। सबैले उसलाई भने, यति सानो काम गरेर के नै हुन्छ र? तर रमेशले एउटा कुरा बुझिसकेको थियो। सानो सुरु नगरी ठूलो पुगिँदैन। उसले दिनको 2-3 घण्टा सिक्न थाल्यो, गल्ती गर्यो, हार खायो तर छोडेन। आज रमेश करोडपति बनेको छैन, तर उसँग छ आत्मसम्मान, स्थिर आम्दानी र उज्यालो भविष्य। यही हो सफलताको साँचो इतिहास। एकैचोटि उड्ने होइन, दिनदिनै पखेटा बलियो बनाउने। यदि तिमी पनि आज सानो ठाउँमा छौ भने नडराऊ, त्यही सानो ठाउँ नै तिम्रो उडानको रनवे हो। सन्देश: सपना ठूलो राख, तर सुरुवात सानो गर, किनकि सानो कदमले नै ठूलो सफलता जन्माउँछ। यदि मेरो युट्युब च्यानलमा पहिलो पटक हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नु है। धन्यवाद। यदि भिडियोलाई मन परे लाइक, कमेन्ट र फलो गर्नुहोस् है।